जसलाई पनि साथीहरु दर्शन नमस्ते साथै धेरै धेरै स्वागत छ हजुरलाई मेरो आजको न्यू डे न्यू भिडियोमा। आज चाहिँ हामी कहाँ जाँदै छौं रे मम्मी? गुरासे जाँदै छौं। गुरासे जाँदै छौं आज हामी सबै टोली गुरासे जाँदै छौं गाइज। अब गुरासे जाने सबैजना भेला भएपछि हेर्दै गर्नु होला। ल बल्ल बल्ल गाडीको पार्किङ गर्दा बल्ल बल्ल गाडी पाएर हामी चाहिँ अब गुरासेको लागि हिँडिसक्यौं। सबैजना चमाहरू यता हुनुहुन्छ, मम्मीहरू उता पछाडितिर हुनुहुन्छ। अनि बाटो चाहिँ यस्तो छ गुरासे जाने बाटो, उकालो उकालो डाँडा डाँडा छ, उकालो ओह्रालो, घरि उकालो घरि ओह्रालो, ड्राइभरमा माइलो उकालो र ओह्रालो। मल्जु किन चुपलार भन्नुभयो त नि? ल गीत गाओ, सायरी बनाओ, गजल बनाओ, कुकुर गीत भन्यो अहिले नाच्नु पर्ला नि। लौ भ्यू टावर के अरे गुरासे त गुरासे हेर्न गुरासे आज गुरासेको भ्यू टावरै बन्द रहेछ गाइज। अब के गर्ने, कतिखेर खुल्ने हो टावर भ्यू टावर। गुरास कस्तो राम्रो फुलेको छ, कति राम्रो राम्रो गुरासहरू फुलेको छ। उतातिर यतातिर भन्दा यतातिर राम्रो देखेछ। टोलीहरू सबै आफ्नो आफ्नो तालमा छन्। चमाजु कता जानु भयो कहिले? चमाजु भ्यू टावर खोल्न जानुभयो क्या? कतिखेर खुल्ने? अब एक पुरेर बसिरहने हो। कति चाँडै आएछौँ त हामी, यता अझ फोटो खिच्दै हुनुहुन्छ। धेरै चाँडै पो आएछौँ त। के अरे यो गुरासे त दैलेखमा पो पर्दो रहेछ है? त्यही त त्यहाँ अघि देखेँ क्या, यहाँबाट दैलेख सुरु हुन्छ अरे। त्यहाँ ऊ त्यहाँनिरबाट दैलेख सुरु हुन्छ। म त सुर्खेतमा पर्छ होला भन्थेँ, दैलेखमा पो पर्दो रहेछ। ल अब हेरौँ कति बेर कुर्नु पर्ने हो। अब भ्यू टावरको लागि बन्द रहेछ, अब हामी यहीँ कुरेर बस्छौँ। भ्यू टावर खुल्ने समय 8 बजे लेखेर 8:30 हुन लागिसक्यो। अनि किन हो त नखुलेको? अनि भित्तामा चाहिँ 8:30 भनेर लेख्ने, खुल्ने बेला के अरे 8, भित्तामा चाहिँ 8 भनेर लेख्ने, खुल्ने बेलामा 8:30 बजे पनि नखुल्ने। के हो यो त पारा? यता हाम्रो मम्मी पनि फोटो खिच्नु थाल्नुभयो, म पनि खिचिदिउँ है। अतिथि देवो भव। ल टिकटको 50 रुपियाँ लाग्ने रहेछ। अब खुलेर रहेछ, बन्द रहेछ के अरे। हामी त फर्कियौँ। ल गुरास गाउँपालिका हो यो चाहिँ, गुरास गाउँपालिका साथीहरू। हामी अब उता गुरासे भ्यू टावरबाट यता गुरास गाउँपालिका आइपुगेको छौँ सबैजना। गुरास नगरपालिका हो कि गाउँपालिका? गाउँपालिका रहेछ। वेलकम। यता फेरि फोटो खिच्न सुरु भयो। कस्तो मधुर आएको कि मोबाइल हालेर। गुरास गाउँपालिका गाउँ कार्यपालिका। यहाँनिर कस्तो राम्रो नेपालको झन्डा बनाएको रहेछ। कस्तो मजाले ढुङ्गा बिछाएर गराएको रहेछ है। घाम टल्केर केही पनि देखिएन कि। डिस्टर्ब गर्नु न। हाम्रो यता फेरि यहाँ फोटोसुट हुँदैछ। जता गयो भने फोटोसुट हुन चाहिँ छोड्दैन। यता क्यामेराम्यान, यता खिच्ने मान्छे। ल यही हेर्न आएको, उहाँदेखि यही हेर्न आएको, सुर्खेतदेखि दैलेख। ल साथीहरू बल्ल बल्ल पर्चा काट्ने मान्छे आउनुभयो र हामी चाहिँ पर्चा काटेर गुरासेको भ्यू टावर आइपुग्यौँ बल्ल बल्ल। कस्तो राम्रो यो त काठको बनाएको है अझ। यो कस्तो राम्रो रहेछ बनाएको हो क्या? न सिमेन्टीको हो? कस्तो राम्रो काठको जस्तो देखिन्छ हजुर। गुरासेको भ्यू टावर आयौँ साथीहरू। हजुर आउने? ल ल उतातिर सानो सानो बच्चाहरू उहाँ पिङ खेल्दै हुनुहुन्छ, झलङ्ग झुल्दै हुनुहुन्छ साथीहरू। यता सानो सानो बच्चाहरू। हामी चाहिँ यता फोटो खिच्ने तयारी हुँदैछ। ल बल्ल बल्ल खुलेर भ्यू टावर। अनि हामी चाहिँ यतातिर
कोही फोटो खिच्ने कोही उता उहाँ बिचरा बच्चाहरू झुला झुलिरहनु पर्छ हामी चाहिँ अब यता फोटोसोटो खिच्दैछौँ ल त साथीहरू भ्यू टावर आइपुग्यो बोल भ्यू टावरमा हावा लागेर कपाल पुरा भुत्नी जस्तो बनाइदिएछ हावाले कपाल माथि चढेको म त पुरा स्यास्या भएर एकछिन त सास फेर्नै सकिनँ हामी भ्यू टावर आएको छौँ यहाँबाट भ्यू देखिँदो रहेछ कि यताबाट डाँडा हिमाल सबै झ्यालबाट पुरै सबै झ्याल बन्द रहेछ अनि सानो मात्र खोलेको रहेछ कि यसरी खिच्नु रहेछ यतातिर अलिकति एउटा झ्याल अनि यतातिर एउटा झ्याल कस्तो राम्रो सिन त कस्तो राम्रो देखिन्छ हेर्नुहोस् त हजुरहरु कति राम्रो सिन कस्तो दामी हिउँ परेको देख्नु भयो नि हो त्यो हिउँसँग जानु होला पहाडमा त अनि हिउँ पर्ने हिमालमा होला के हिउँ पर्ने अनि यतातिर पनि छ म चारैतिरको झ्यालबाट देखाउँछु है साथीहरू हजुरहरू पनि हेर्नु होला यो भ्यू टावर गुराँसे भ्यू टावर अनि यो गुराँसे भ्यू टावर चाहिँ दैलेख जिल्लामा पर्दो रहेछ दैलेख जिल्ला प्रवेश गर्ने बित्तिकै गुराँसे भ्यू टावर आउँदो रहेछ यो पुरै सिसाहरू खुलेको है फन्न घुमेर देखाउनुहुन्थ्यो होइन तर पुरै सिसा नखुलेको भएर एउटा एउटा झ्यालबाट देखाउनु पर्यो एकतिरको साइडमा दुईवटा झ्याल मात्रै खुला रहेछ अनि यसरी एकतिरको साइडमा दुईवटा झ्याल एकतिरको साइडमा दुईवटा यतातिर दुईवटा यसरी दुईवटा झ्याल मात्रै खुलेको रहेछ त्यही भएर हामीले झ्यालबाट भिडियो बनायौँ यतातिर फेरि फोटो खिच्नेहरूको छ अब हाई गाइज यो मेरो चमा साग्गै आन्द्रा गाँसेको चमा फोटो खिच्ने काम भइरहेको छ अब एकछिन यहाँ फोटोसोटो खिचेर अनि फेरि हामी तल जान्छौँ ल साथीहरू अब चाहिँ हामी तल जाँदैछौँ यो पुरा 3 तलाको भ्यू टावर रहेछ 3 तला चढ्नलाई पनि यस्तो गाह्रो पुरा स्याहाँ भएर ए मेरो छोरी पनि आइदिन् त तलै छोडेर आएको छोरी त छोरी हिँड्न सक्दैन भनेर तलै मम्मीसँग छोडेर आएको मम्मी पनि हिँड्न सक्नुहुन्न नि त घोडा दुख्छ त्यही भएर मम्मीलाई र नानीलाई तलै छोडेर म आएको त छोरी त आइसकेछ पछि पछि माथि सानी एक्लै आयो हेलो भनिदेऊ ल ल जाने अब तल झर्ने ल गाइज हामी चाहिँ यहाँ होली खेल्न लागिरहेछौँ गुराँसेमा आएर होली खेल्दैछौँ आज सुर्खेततिर यता पहाडतिर चाहिँ आजको दिन होली खेलिँदो रहेछ हाम्रो बर्दियातिर चाहिँ भोलि खेलिन्छ त्यही पनि सबैजना यहाँ त्यही भएर यहाँ होली खेल्दै हुनुहुन्छ तपाईँहरूलाई पनि सबैजनालाई ह्याप्पी होली पहाडी भेगतिर हुनुहुनेहरूलाई तराई भेगतिर हुनेहरू सबै साथीहरूलाई ह्याप्पी होली ल ह्याप्पी होली खाइ बोलेको ह्याप्पी होली हाम्रो अजाले सबैलाई होली लगाइदिनु हुँदैछ ल अझ मलाई पनि होली लगाइदिनु अब सबभन्दा जेठो तपाईँ नै हुनुहुन्छ ह्याप्पी होली दादा होली है होली पुरै दल्दिनु होली हो अलिकति लगाइदिनु भनेको त होली भयो होली ताली मार्छु मेरो आवाज जास मेरो मलाई नदेखाउनु किन नदेखाउने हो यसरी फोकस गरेर देखाउने हो झन् कोइलो लगाएर झिकाली होली भयो अझ ल ह्याप्पी होली यतातिर हाम्रो मम्मी चाहिँ होली मनाउनु हुँदैन त्यही भएर मम्मी र चमा चाहिँ उता बस्नुभएको छ हामीहरू चाहिँ यता ह्याप्पी होली गर्दैछौँ मल्जु हाम्रो मल्जु कति राम्रो देखिनु भएको नि ह्याप्पी होली घुम्न आएर होली खेल्ने मान्छे हामी कम दादा हामी ल खै यता आउनु म तपाईँलाई लगाइदिन्छु ल आउनु छिटो एक गीतलाई लगाइदिन्छु यता मेरो बहिनी पऱ्यो कि हान ल बहिनीलाई पनि ह्याप्पी होली मेरो छोरीलाई नि ह्याप्पी होली खै यता आउँदै छोरी म टिकी लगाइदिन्छु ल टिपी छोरीलाई त टिका मात्र लगाइदिन्छु चमा नगरिदिनु न बच्चालाई त ह्याप्पी होली भन्दै छोरी ह्याप्पी होली आहा कति राम्रो देखियो मेरो छोरी ह्याप्पी होली चस्मामा पनि लगाइदिउँ नलगाइदिउँ सरी भिडियो गराउँछु ल यहाँ बाजे पनि आउनु भयो रहेछ कताबाट आउनुभएको बाजेलाई नि ह्याप्पी होली है
भ्युटारको बाजे हो तपाईँ ए ल ह्याप्पी होली बाजे त्यसो भए ल टिकट लगाउने बाजे ल टिकट काट्ने बाजेलाई पनि ह्याप्पी होली लगाइदिनु न रातो ल भयो भयो कति दल दिनु भएको ह्याप्पी होली ह्याप्पी होली ल यो सिमेन्टबाट बनाएको गुराँसको बुटा रुख साथीहरू ल त साथीहरू यहाँ सुर्खेतको के अरे दैलेखको यो गुराँसे भ्युटार आएर होली खेलियो आज गुराँसे भ्युटारमा होली खेलेर अब चाहिँ हामी फर्किँदैछौँ आउने बेलामा चाहिँ जाडो भएर ज्याकेट लगेर आएँ अहिले चिसो हावा चलेको थियो अहिले चाहिँ घाम भयो त्यही भएर ज्याकेट खोल्दा यसरी हिँडिरहेछौँ हामी अब होलीसोली खेलियो अब जाने हो घरतिर ल गाई जाँदै छिटो गाई जब सक्यो भ्युटार घुमेर हामी घरतिर लाग्न बाई 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 पहाड त धेरै पचाउनु पर्छ अरे पुरै कालै गरेर अरे हामीले त पचाउनै नसकेर त्यो मोरालाई सम्झेर अझ रिस उठेर आत्रो भित्र लगेर त आएको त बेपत्ता हुँदो रहेछ होइन अहिले नि आयो भने समात्ने र होली लगाइदिनु भन्ने भक्का गाडीभित्र घुरेर मान्छे नै गायब ल त्यही त फेरि अर्को गाडी खोज्नु पर्यो गाडी अहिले पनि आएन बिहान गाडी रिजर्भ गर्ने गाडी जाम जाम म लैजान्छु गाडी मान्छे नै गायब मान्छे नभएर फेरि अर्को गाडी खोजेर आएको हामी ल त साथीहरू हामी चाहिँ बल्ल बल्ल घर आइपुग्यौँ थकाइ लखतरान भएको छौँ बल्ल घर आएर यसो हातमुख धोएर बसेको अब फेरि खानासाना खाएर घर जानुपर्ने छ ब्याक टु होम साथीहरू बिहा पनि सकियो घुमेर पनि सकियो अब चाहिँ हामी खानासाना खाएर घर जाने हो ल त साथीहरू म चाहिँ मामा घरबाट पनि अब माइती घरतिर आइसकेँ सुर्खेतबाट यता बर्दिया आइसकेँ अब गाडीमा चाहिँ भिडियो बनाउने त्यस्तै भयो साथीहरू अब आमा छोरी पालो भमिट गर्दै गर्दै आएको भिडियो बनाउने हालतमै थिएन म आमा छोरी जाने बेलामा त्यस्तो गाह्रो भएन कि तर आरामसँग गयो थियो फर्किने बेलामा खै के भयो आमा छोरी लगातार भिडियो नै केही बनाउनु पाएन मोबाइलै खोलेन मैले बाटोभरि वहाँबाट गाडी चढेर सिधै माइती घर आइपुग्यो यस्तै भयो आजको दिन बिहा पनि सकियो अब सबै काम सकियो अब आज चाहिँ उता सुर्खेततिर पहाडतिर होली थियो त्यतातिर होली पनि मनाइयो अलिअलि अनि अब भोलि चाहिँ तराई होली हो भोलि चाहिँ हामी कहाँ जाँदैछौँ होली मनाउनलाई भन्ने कुरा भोलि नै थाहा हुन्छ साथीहरू भोलिको भिडियोमा थाहा पाउनुहुनेछ हामी भोलि होली मनाउन कहाँ जाँदैछौँ भनेर यसपालि दुईचोटि होली मनाएँ मैले होली मनाउँछु एकचोटि मनाइसकेँ अब एकचोटि भोलि मनाउँछु भिडियोलाई यतिन्जेलसम्म हेरिदिनु भयो भिडियो के कस्तो लाग्यो सल्लाह सुझाव दिनु होला भन्दै म आजको भिडियोबाट बिदा हुन्छु यतिन्जेलसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच भन्दै भिडियोबाट बिदा हुन्छु जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहनु होला बाई बाई